नमस्ते सबैजनालाई। होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। सो आज चाहिँ म हजुरहरूलाई सेयर गर्न गइरहेको छु हामीहरू बेङ्गलोर गएको ट्रिप। खास हामी जानुको कारण चाहिँ मेरो भाइको एडमिसनको लागि थियो। उसले चाहिँ ब्याचलर उतै जोइन गर्नको निम्ति हामी चाहिँ गएको थियौँ। सो मैले पनि आफ्नो पढाइ बेङ्गलोरबाट नै सकाएको हो, मेरो ब्याचलर्स र मास्टर्स। सो सेम कलेजमा चाहिँ भाइ पनि पढ्ने भनेर वी आर गोइङ। हजुरहरू हेर्न सक्नुहुन्छ है भिडियोमा, सानवीले एकदमै रमाइलो गर्यो। तर अलि स्याड पार्ट चाहिँ एकदम डिले भएको थियो कि फ्लाइट चाहिँ एकदमै डिले, लगभग 8 आवर्स नै डिले भएको थियो है। फाइनली चाहिँ अब हामी बसेका छौँ प्लेनमा। हेर्नु न, सानवीको गालामा हेर्न सक्नुहुन्छ एलर्जी आइहाल्छ कि उसको चाहिँ अलिक समस्या छ। अलिक क्लाइमेट चेन्ज भयो भने चाहिँ उसको भइहाल्ने थियो एक्जेमा भन्ने। अनि हामी चाहिँ यहाँ पुगिसकेको छौँ है ठ्याक्कै 2 आवर्स आई थिङ्क 45 मिनट्समा वी रिच टु बेङ्गलोर। अनि हामीलाई चाहिँ मेरो यो फ्रेन्डको हाउस हो है, म भन्ने हजुरहरूलाई बिर्सेँ। सानवी रोइरहेको छ क्या यहाँ। उसलाई चाहिँ श्वेता आन्टी चाहियो अरे, अनि ऊ सुतेको थियो अनि फेरि उठ्यो। यो चाहिँ ठ्याक्कै अर्को दिन हो, बिहानतिर ऊ चाहिँ मन्दिर गएको थियो कि श्वेता, मेरो फ्रेन्ड, बेस्ट फ्रेन्ड भन्नु पर्यो। अनि यता चाहिँ यो संस्कारले खाइरहेको छ है पड्डु भन्ने, उताको एकदमै फेमस हो। मलाई चाहिँ एकदम मनपर्छ भनेर मेरो फ्रेन्डले बनाएको थियो, उसलाई पनि मन पर्यो, संस्कारलाई पनि, मेरो भाइलाई। अनि हामी त्यही ठ्याक्कै ब्रेकफास्ट गरेर चाहिँ हामी निस्किहाल्यौँ त्यो उसको एडमिसनको लागि कलेज। र एकदमै चेन्ज भइसकेको थियो कलेज है। म सायद कति 6 इयर्स पछि गएको थिएँ बेङ्गलोर है। एकदमै चेन्ज भइसकेको थियो, कस्तो याद आइरहेको थियो कि मलाई। अनि संस्कारको काम भ्याएर चाहिँ घर आएर म अझै सरप्राइज भइरहेको, मेरो अर्को बेस्ट फ्रेन्ड आइरहेको घर बच्चा ल्याएर है। म त्यस्तो खुसी भएको कि यति टाइम पछि चाहिँ भेट्दाको रमाइलो है। अनि उसको बच्चा ठ्याक्कै सानवीभन्दा 1 वर्ष कान्छो, ठ्याक्कै ऊ रेशमै जस्तो के देख्नमा। अनि कस्तो रमाइलो भएको थियो कि यिनीहरू बच्चा, हामीहरू साथीहरूको पनि बच्चा भइसकेको है। हेर्न यस्तो रमाइलो लागिरहेको थियो, एकदमै मिस गरिरहेको छु कि यो भिडियो हेर्दा पनि एकदम याद आइरहेछ मलाई। कति बेला खेलिरहेको थिएँ, कति बेला झगडा गरिरहेको थिएँ, यिनीहरूको पनि रमाइलो भइरहेको थियो। अब चाहिँ खेलेर थाके दुइटै टिभी हेरेर बसिरहेछन् है। हेर्नु न उसको एक्सप्रेसन। अब चाहिँ प्ले टाइम भयो। रेशमाले चाहिँ खेलाइरहेछ दुइटैलाई, रेलगाडी खेलाइरहेछ, रमाइरहेछन्। ऊ चाहिँ रिसाएको के फेरि, ऊ रिसाएको, उसलाई अर्कोलाई एटेन्सन दियो भनेर। अनि यता एक्लै खेलिरहेको थियो कि यिनीहरूको म भिडियो लगिरहेको थिएँ के गरिरहेछन् भनेर होइन। हेर्नु न कस्तो जली छ कि यो बेबी। उसको मम्मी पनि ठ्याक्कै यस्तै हो फेरि, एकदमै जली टाइपको मान्छे। अनि उसको चाहिँ सानवीको चाहिँ उसले खाइरहेछ, अनि उसले चाहिँ उसको लगेर ऊ चाहिँ रिसाइहाल्यो फेरि मेरो खायो भनेर पानी। हेर्नु न यस्तो छ नि सानवी त, रिसाइहाल्ने बानी के, यस्तो फाइट ब्याक नै गर्न जान्दैन मेरो छोरी।
mosquito. अर्को दिन चाहिँ हामी बाहिर जाने भनेर प्लान भयो होइन सो यता हेर्नु न मैले टच गर्दा चाहिँ सान्वीको कपाल यस्तो कराउँछ है रेशमाले कोर्दा चाहिँ मजाले बसिरहेछ कि यस्तो फरक हुन्छ अनि हामी रेडी भयौँ अनि फोटो लियौँ र हिँड्यौँ रमाइलो भयो जस रमाइलो भइरहेको थियो सान्वीको चाहिँ औँला चुस्ने बानी अहिलेसम्म पनि छुटेको छैन कि के गर्ने सो ऊ पनि फ्रेन्ड हो ऊ चाहिँ म्युचुअल फ्रेन्ड हो श्वेताको फ्रेन्ड सो हाम्रो पनि फ्रेन्ड भयो सो हामीहरू फाइनल्ली पुग्यौँ हामी चाहिँ जिसिबी भन्ने ठाउँमा गएको थियौँ एकदम रमाइलो भएको थियो त्यहाँ
त्यसपछि हामी रातिको डिनर गरेर अब डिजर्ट खाने भने सबैजनाले। सो हामी चाहिँ यो डेड बाई चक्लेट खान चाहिँ गयौँ सबैजना। अनि एकदमै मिठो थियो। सानवी चाहिँ सुतिसकेको थियो है। सानो अर्को बाबु पनि सुतिसकेको थियो खेलेर यिनीहरू थाकेर है। हामी पनि काइन्ड अफ टायर्ड नै भइसकेको थियौँ तर वी डिडन्ट। त्यसपछि हामी घर आयौँ। त्यसपछि केही नबोलिकन सुत्यौँ। अर्को दिन उठ्यौँ। त्यसपछि संस्कारलाई हस्टेलमा राखेको त्यही दिन। अनि ऊ चाहिँ अब हस्टेलमा बसिरहेछ। त्यही भएर कति दिनपछि फेरि मलाई यता रिटर्न हुनु थियो। त्यही भएर वी वेन्ट आउटसाइड। यतिकै उसको अलिअलि के सपिङ गर्नुपर्ने थियो। सो अनि मेरो साथी सरीसँग पनि भेट भयो। ऊ पनि आएको थियो। त्यो डान्स गर्ने उनै हो। अनि फेरि म नेपाल आउने ठ्याक्कै एक दिन अगाडि संस्कारलाई बोलाएको। उसको अलिअलि फेरि के छुटेको रहेछ सामानहरू। अनि यस्तै अलि घुमघाम हुन्छ भनेर चाहिँ वी वेन्ट टु नियर बाई को त्यही मलमा गयौँ। अनि त्यहाँ पनि रमाइलो भएको थियो है। सानवी वाज एन्जोइङ। सानवी धेरै रमाइरहेको थियो है। ऊ त आई थिङ्क 2 आवर्स जति खेल्यो होला उसले। सबै गेमहरू बच्चाले खेल्ने सबै गेमहरू एउटा एउटा गरेर खेलिरहेको थियो कि। अनि हामीले पनि खेल्यौँ अलिअलि। बच्चा भइसकेपछि चाहिँ त्यही हो है। सपिङ यताउता भन्दा पनि बच्चा कसरी खुसी हुन्छ भनेर त्यतैतिर ध्यान जाने कि। बच्चा खुसी भयो भने आफू पनि भित्रैबाट कस्तो रमाइलो लाग्ने रहेछ कि। हजुर ममहरू हेरिराख्नु भएको छ भने रिलेट गर्न सक्नुहुन्छ है। उसलाई त पुग्दै पुगेन। फेरि उसलाई अर्को गाडीमा बसेर खेल्नु पर्यो रे। एकदम रमाइरहेको थियो है। ऊ आउनै मानिरहेको थिएन कि बाहिर त।
monkey. How is it, monkey? Yummy? Yummy. Eat. They will show your face. What are you doing? Marissa. Huh? Yes. Hairstyle. Hairstyle. Finally, we are returning back to Nepal. एकदमै रमाइलो भयो म त अलरेडी मिस गर्न लागिसकेको थिएँ कि फ्रेन्ड्सहरूलाई